मेरो बुढालाई चाहिँ लोकल भालेको सुक्खा निकै मनपर्छ। त्यसपछि हामीले प्लान गरेर कुखुरा मारेर चाहिँ मेरो बुढाले चाहिँ ग्यास पोल्दैछ। पोलेको मासु मिठो हुन्छ भनेर दाउरा नभएर चाहिँ हामीले ग्यास पोलेको, त्यही भएर किचन पनि धुवाँ भएको छ है, यस्तो धुवाँ भएको छ होइन। अनि त्यसपछि मेरो छोरा चाहिँ कुखुरा पोलिदिएर डढाइरहेको छ, भाग्दैछ। मेरो बुढाले अझै पोलिरहेको छ, कुखुरा चाहिँ मजाले पोलिरहेको छ। अनि त्यस पछाडि चाहिँ यसको तिते निकाल्नु भनेर चाहिँ निकाल्दैछ। यो चाहिँ राईहरूले वाचिपा भनेर भन्छ, तिते खान्छ, यो चाहिँ मिठो हुन्छ है। यो चाहिँ अब राईहरूलाई थाहा छ। अनि टकाटक त्यो काटकुट भएर रेडी भयो मासु पनि होइन। मासु पनि सर मैले भिडियो बनाएर देखाइराखिदिएको छु। अनि त्यस पछाडि भनेको चाहिँ यो, अनि बुढाले चाहिँ फेरि त्यो कुखुराको जाते आन्द्रा के अरे त्यो सफा गर्दैछ। म चाहिँ भिडियो बनाइरहेको छु होइन, हेर्दै बनाइरहेको छु। उसले चाहिँ बनाइरहेको छ, पुलुक्कै मलाई पनि हेरिरहेको छ। त्यही भएर चाहिँ यो मासुहरू पनि अझ देखाइरहेको छु। तितेहरू पनि रेडी भयो, तिते खाने भनेर होइन। अनि यो रेडी भएको मासु सर एकचोटि देखाइरहेको छु। अनि म लागेँ काटकुटतिर, प्याज टकाटक काट्दैछु। म त्यस्तो पर्फेक्ट चाहिँ होइन, तर पनि काटिरहेको छु। प्याज कट 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 गरिरहेको छु। अनि त्यस पछाडि चाहिँ अब टमाटर पनि काट्नलाई रेडी गरेँ, टमाटर पनि काट्दैछु, टकाटक लाएर टमाटर काट्दैछु। अनि त्यसपछि टमाटरको फेदको भाग चाहिँ फाल्नुको लागि चाहिँ काट्दैछु होइन। अनि यो भागलाई पनि अब मजाले काट्दैछु है, टकाटक लाएर फेरि। अनि त्यस पछाडि सुप रेडी गरेको थिएँ, त्यो पनि टकाटक काट्नु थालेँ। मासुमा लाएर खानुको लागि मिठो हुन्छ भने बुढाले। अनि सबै यो काटकुट भएको मासु सर देखाएँ। अनि काटकुट गरेको मसला चाहिँ मेरो हस्बेन्डले पिनिसकेको थियो अघि नै। अनि त्यसपछि अलैँची पनि लगाइ खानु पर्ला भनेर पाहाडदेखि ल्याएको अलैँची थियो, त्यो अलैँची केलाउनु थालेँ मैले होइन। अनि कुट्नु पनि थालेँ, टकाटक लाएर टङ 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 पारेर पेल पारेर पिन्दैछु। मेरो बुढा भिडियो बनाइरहेको छ। अनि त्यसपछि यता छोरा चाहिँ, अब मेरो छोरा चाहिँ खेलिरहेको छ है। डाली यसको खेलौना, यो खेलौनाहरू हाल्ने डाली हो, टुक्रुक्कभित्र पसेर बसिरहेको छ। ल्याएर खेल्दै थियो, पातै खेल्दै थियो, हाँस्दै थियो। उसको बाबाले पनि सिकाउँदै भिडियो बनाइरहेको रहेछ। अनि छोरालाई पनि यस्तो क्याप्चर गरिदिएको हो, पनि मजाले खेल्छ नि। तर यो चाहिँ हामीले चाहिँ 160बाट ल्याएको उसको डाली हो, खेलौना हाल्ने डाली। तर उसले यसरी बसेर फटाउनु पर्यो। अनि बुढाले भरे तरकारीसँग खाने तङमा सर लगाइदिएको थियो, त्यो पनि सर देखाइदिएँ। अब म मासु पकाउनुतिर लागेँ, टक्कसँगले ग्यास बालेँ होइन। अनि कराई बसाएँ, कराईमा चाहिँ अब तेल लगाएँ मजाले, सरर गरेर तेल लगाइदिएँ होइन। अनि तेल पनि खर्यो। अनि ज्वानो मेथीहरू फुराउनु थालेँ। अनि त्यो पनि मजाले फुरिँदैछ। अनि त्यस पछाडि चाहिँ अब म मासु लाउनु पऱ्यो भने सर मासु पनि लगाएँ, टकाटक लाएँ। बुढाले भिडियो बनाएको बनाएछ। अनि त्यस पछाडि चाहिँ मासु लाएर अब सरसरी म चलाउँछु होइन। अनि स्वादअनुसार बेसार, स्वादअनुसार नुनहरू लगाएर चाहिँ म चलाउँछु। अनि यसलाई चलाएर चाहिँ अब टक्कसँगले छोपिदिने हो, छोपेर। अनि अब छोपेर एकछिन राखेपछि फेरि खोलेर हेऱ्यौँ। त्यस पछाडि चाहिँ प्याजहरू लगाउने बेला भयो, प्याज लगाएँ मैले टमाटर पनि लगाउँछु। तर टमाटर लगाएको भिडियो चाहिँ मैले बनाउनु बिर्सेछु। यो प्याजलाई छोपिदिन्छु अब मजाले। अनि त्यसपछि फेरि खोलेर हेर्छु, खोलेर हेरेपछि अलिकति खरिएको रहेछ। अनि सोप लाउँछु, काटकुट गरेको सोपहरू, यो मजाले सोपहरू लाउँदैछु। बुढालाई खुब मनपर्छ, त्यसपछि चलाइदिन्छु होइन मजाले। अनि चलाएर चाहिँ अब यसलाई चाहिँ फेरि उसको छोप्नुले छोपिदिन्छु। अनि त्यसपछि एकछिनमा फेरि खोलेर हेर्दाखेरि चाहिँ टक्कसँगले सोप पनि पाकेछ। अनि बुढाले चाहिँ थुङ्बासँग तरकारी खाने भनेको थियो, त्यसको लागि चाहिँ म तरकारी छान्दैछु, उसलाई तरकारी निकालिदिँदैछु प्लेटमा टक्कसँगले। अनि त्यस पछाडि रेडी पनि भयो, उसलाई दिएँ पनि। अनि उसले चाख्दै खाँदैछ। त्यस पछाडि उसले चाहिँ तङ्बा पनि अब सर ताने विचारमा छ, सँगमा तानिहाल्यो। अनि तरकारी पनि चाख्दैछ, अघि पनि खाइसक्यो, फेरि पनि खाँदैछ। अनि मैले कस्तो छ भने उसले चाहिँ ठिक छ, गुड छ भन्यो। अनि त्यस पछाडि सुपहरू पनि रेडी भयो, पाकिसक्यो, खानासाना सबै रेडी भइसक्यो होइन। अब खानलाई चाहिँ हामी रेडी छौँ। छोराले चाहिँ अघि खाइसकेको थियो, उसले मासु खाँदैन छोराले चाहिँ, त्यही भएर चाहिँ हाम्रो लागि मात्रै हो। अनि टक्कसँगले अब मैले चाहिँ पसेर रेडी गरेको सबै कुरामा चाहिँ अब मासु अनि सुपहरू लगाइदिनेछु। बुढालाई सुप चाहिँ यति मनपर्छ होइन, म त्यस्तो धेरै मन पर्दैन, बुढालाई खुब मनपर्छ है। अनि त्यही उसलाई लगाइदिँदैछु मासु। अनि अझै लाउने भनेर भन्दैछ बुढाले पनि मलाई।
हिन्ट दिँदैछ। अनि मेरो पनि अब भागमा लाउँदैछु मैले पनि होइन। वाह भन्दै भिडियो पनि हेर्दो रहेछौँ बुढाबुढी दुईजना मिलेर। अनि सुप पनि लाउँछु म। अनि अब खान थाल्यौँ दुईजना भकाभक है। अनि यो प्राउन चिज पनि पोलेर राखिदिएको है टक्कसँगले, बुढालाई कुही पनि मनपर्छ होइन। अनि खानु थाल्यौँ बुढाबुढी टक्कसँगले, भिडियो बनाउँदै हेर्दै खाँदैछौँ है दुईजना। अनि त्यस पछाडि चाहिँ मिठो पनि भइरहेको थियो, गफ पनि लाउँदैछौँ होइन। अनि त्यसमा बुढाले पनि अब खाँदैछ, म पनि सम्झी खाँदै रहेछु क्या फेरि मजाले। बुढाले मिठो मानी खाइरहेछ होइन। अनि म पनि भिडियो पनि यसो हेर्दै रहेछु, खाँदै पनि गफ खाँदैछु। म मेरो खुवाइदिएँ है राम्रोमा। अब बुढाले चाहिँ हड्डी चुसे फेरि भालेको सट्टसँग लाएर है। अनि चुस्छको त त्यसरी। अनि त्यस पछाडि चाहिँ अनि यो हड्डी चाहिँ फेरि बुढाले टेबलमै राखिदियो है फेरि। अनि म पनि तान्दैछु मासु। अनि त्यस पछाडि चाहिँ म पनि हजुर ल बुढा त झन् अड्किगयो फेरि है। म चाहिँ प्लुक्क हेरेछु के भयो भनेर। अनि त्यस पछाडि चाहिँ अब हामी चाहिँ आज यतिलाई मात्रै भिडियो बनाउनु पर्ला कि भनेर सोच्दैछु, हेर्दैछु। अनि बुढालाई पनि भन्दैछु बेला है। अनि त्यसरी सोची खाँदैछौँ। अब आजलाई चाहिँ भिडियो यति बनाउनु पर्ला भनेर फेरि मासुहरू लाइँदै सोच्दैछु। अनि मैले चाहिँ बुढालाई बुढा आज चाहिँ भिडियो यति बनाऊँ भनेर भने होइन। अनि अब भयो होला भनेर सोचेर भने ल है आज हाम्रो यति नै हो। लोकल भालेको मुकबाङ भन्नु कि के भन्नु भनेर छोटो भिडियो बनाएको थिएँ। सबैजनालाई बाई।